यो चाहिँ पार्ट 2 हो। अघि चाहिँ मैले पार्ट 1 मा माथि टपमा लाउने सामानहरू देखाएको थिएँ अनि भिडियो धेरै लामो भएर मैले पार्ट 1 र पार्ट 2 मा गरेको। अब चाहिँ पार्ट 2 हो। पार्ट 2 मा चाहिँ यो झोलामा के छ देखाउँछु ल। यो चाहिँ एकदमै हार्डी छ र पार्ट 1 मा अघि जुन देखाएँ त्योभन्दा पनि अझै धेरै कपडाहरू छ यसमा। ओके, फर्स्टमा यो लङ स्कर्ट देखि म यहीबाट सुरु गरेँ ल। यो लङ स्कर्ट छ है, मलाई कस्तो राम्रो लागेर मैले यो लिएको। अनि यो बटममा यस्तो लेस छ क्या, कस्तो मजाको देखिँदैछ कि छैन। अनि यसमा कलर अप्सन भनेको यो एउटा भयो र यो एउटा छ अनि यो अर्कोमा छ। यो सबैको सेपरेट सेपरेट म भिडियो बनाउँछु। अहिले चाहिँ सरसर देखाउँछु ल। कुनै मन पर्यो भने हजुरहरूलाई स्क्रिनसट लिएर मलाई डिएममा पठाउनुहोस् न। म त्यसको प्राइसहरू कलर कुन अप्सन छ भन्छु। अनि यस्तो खालको बेल्टहरू पनि छ जुन चाहिँ अघि मैले देखाएको यस्तो स्कर्टमा पेयर गरेर लाउँदा पनि भयो या त डिफ्रेन्ट डिजाइनहरूमा लाउँदा पनि हुन्छ। अर्को भनेको यो छ यो वाला स्कर्ट सरी एकदमै खोकी लागिरहेको छ मलाई धेरै दिनदेखि। अर्को भनेको यो वाला स्कर्ट छ, यो नियोमी स्कर्ट भन्छ यसलाई चाहिँ। अनि यो वाला मैले पोस्ट गरेको थिएँ होइन, सेट माथि र तल यो वाला एउटा स्कर्टमा कति प्रकारले डिजाइन गर्न मिल्छ भनेर धेरै अगाडि पोस्ट गरेको थिएँ। त्यहाँनिर एकदमै सबैजनाले यति धेरै माया गरिदिनु भयो होइन। लगभग लाइक भ्युज त मलाई याद भएन तर सेभ गरेको नै 1100 समथिङले सेभ गर्नुभएको छ क्या त्यो भिडियो चाहिँ। सो आई गेस यो स्कर्ट मन परेर होला हजुरहरूलाई होइन। त्यहाँ चाहिँ व्हाइट कलरमा छ, मैले पनि लिएको छु। यो दुईवटा ब्ल्याक कलरमा छ अनि त्यसपछि अरू चाहिँ व्हाइट कलरमा छ है। यो सबै चाहिँ भयो, यो भयो व्हाइट कलरमा। ए यो होइन सरी, यो व्हाइट कलरमा छ, प्योर कटन हो। यो चाहिँ आइरन लगाएर लाउनुपर्छ लाउनुभन्दा अगाडि किनभने एकदमै मोजा खुम्चेको हुन्छ। र अर्को सर्ट स्कर्टमा छ है, यस्तो वाला स्कर्टमा छ क्या। यो कस्तो मलाई राम्रो लागेको। अनि मैले यो दुईवटा कलरमा लिएको छु, यो एउटा ब्ल्याक भयो अनि यो एउटा अफ वाला व्हाइट हो है। र एउटा चाहिँ कस्तो येल्लो कलर जस्तो देखिरहेको तर यो अफ व्हाइट हो। अर्को डिजाइन चाहिँ मैले यो वाला लिएको छु। यो चाहिँ के अरे प्यान्ट पाउडर हो है। यस्तो क्युट हेलो किटीको डिजाइन छ अनि अगाडि यो लेसवाला छ अनि यस्तो टङ्गिन्छ। यो चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट साइजमा छ, मिडियम लार्ज अनि एक्स लार्ज अनि आई डोन्ट नो अर्को 3टा साइजमा थियो। मैले बिर्सेँ, म हेरेर भन्छु हजुरलाई कुन लाग्छ है। अनि यसको कलर अप्सन भनेको यो एउटा भयो, यो अर्को भनेको अफ व्हाइट हो अनि यो भनेको व्हाइट हो, व्हाइट कलरमा छ। अनि यो चाहिँ पिङ्क कलरमा छ। त्यो चाहिँ घरमा लाउँदा पनि एकदमै राम्रो देखिने र बाहिरतिर लाउँदा पनि एकदमै राम्रो देखिन्छ। त्यो प्रिन्ट के अरे प्रिन्टेसहरूमा एकदमै देखाइरहेको हुन्छ नि यस्तो डिजाइनहरू। त्यो अर्को पनि सिमिलर छ तर यो चाहिँ बोमा छ, बो डिजाइनमा छ। यसमा पनि कलर अप्सन एभाइलेबल छ। यो एउटा कलर भयो, यो एउटा ब्ल्याक भयो होइन। अनि यो चाहिँ यो व्हाइट भयो, यो छ कलर अप्सन होइन। ओके, अनि अर्को भनेको यो वाला ट्राउजर छ मसँग। यो वाला चाहिँ मैले यो स्टार्ट गर्नुभन्दा अगाडि नै पनि मलाई कस्तो राम्रो लागेर मैले यो छुट्टै किनेको पनि थिएँ। यो चाहिँ हल्का धर्के धर्के जस्तो छ, अफ व्हाइट कलरमा छ यो चाहिँ। अनि एकदमै शीतल हुने खालको कपडा छ अनि जुनै पनि साइजलाई हुने लाइक यसमा तुना छ। एक्ज्याक्टली मसँग यस्तै खालको मैले किनेको थिएँ क्या। यसमा पनि अप्सन छ, ब्ल्याकमा छ, यो कलरको लाग्यो ब्ल्याक र यो कलर दुईवटा कलर मिलेको छ यो वाला चाहिँ। अर्को भनेको यो बान्ने खालको स्कर्ट हुन्छ नि लङवाला, त्यो वाला डिजाइन हो। अझभरि एकदमै चलिरहेको छ नि यो, कस्तो पातलो र चिप्लो खालको कपडा छ अनि यो बान्ने डोरीवाला है। मैले यो दुईवटा डिजाइनमा लिएको छ, एउटा भनेको यो वाला भयो अनि अर्को भनेको चाहिँ यो सानो सानो खालको फ्लावर फुलवाला भयो छ। कलर चाहिँ व्हाइट र यो कफी कलर छ, यो ब्ल्याक कलर हो। अनि अर्को भनेको यो ट्राउजर छ, यो पनि प्योर कटन हो है। कस्तो मजाको शीतल हुने अनि एकदमै छाम्दा एकदमै नरम। अनि यो चाहिँ जति पनि अड्छ क्या प्याकिङहरू गर्न पऱ्यो भने पनि यस्तो सानो हुने तर आइरन गर्न पर्दैन नि फेरि, लाइक यतिकै लाउँदा हुन्छ, त्यस्तो मुजा पर्दैन। अनि यसमा पकेट पनि छ एन्ड यसमा पनि साइजहरू डिफ्रेन्ट साइजहरूमा छ है। कलर अप्सन पनि डिफ्रेन्टमा छ है। अनि अर्को भनेको यो वाला छ है, यो वाला एकदमै आजभोलि यो कस्तो बढी गइरहेको छ नि, कम्फर्टेबल वाला यतिको लेन्थमा हुन्छ अनि यसमा पनि पकेट छ है, जति पनि साइज पाउँछ। यो एउटा ग्रे कलर भयो अनि यसमा बान्ने पनि छ है, लाइक बेल्ट भनौँ न, यस्तो कम्मरमा बान्ने यस्तो बो बनाएर। अनि कफी कलरमा छ, ब्ल्याक कलरमा छ। अनि ओके मसँग यो अर्को प्यान्टको डिजाइन छ, अर्को चाहिँ यो वाला छ। यो अफिसहरू जानको लागि कस्तो स्ट्यान्डर्ड देखिने खालको
हुन छ अनि यसमा चाहिँ साइडमा छ डोरी बान्नेवाला अनि पछाडि चाहिँ चेनवाला छ है यसमा पनि कलर अप्सन छ डिफ्रेन्ट कलर अप्सन छ ग्रे भयो अनि डिफ्रेन्ट कलर साइजहरूमा पनि छ है डिफ्रेन्ट साइजहरूमा अनि यो चाहिँ अर्को डिजाइन पनि छ मसँग फेरि पनि यो भिडियो पनि एकदमै लामो हुन्छ जस्तो छ यो पेन्टको डिजाइन देखाइहाल्छु यो चाहिँ एकदमै कपडाको हो एकदमै सफ्टवाला छ अनि पकेट पनि छ है मजाले अफिसहरूमा नर्मल लाउँदा पनि हुन्छ ओके यसमा पनि कलर अप्सनहरू छ है भिडियो एकदमै लामो भयो यो भिडियोमा म यति नै देखाउँछु ल नेक्स्ट भिडियोमा देखाउँछु अरू बाँकी